पानी खाऊ भाउ पानी खाऊ चिची खाने त सबैले खाऊ आम गरेर खाऊ भात बाबाले यसरी भात मुछ्नुपर्छ यसो गर्ने यसो सब्जी हाल्ने अनि यसरी चिची मात्रै खानु भात खाऊ बोल्नु ए बाँकी छ माथि टोकेर राख्यो अनि हो खाऊ खाऊ हो आफै खानु भात खानु राम्रो फोटो लुगा लगाइदिनुपर्छ कि अनि खानु पानीको बोतल पनि यसको जाँदाखेरि अर्को झालिदिनु घरमा खाँदाखेरि अर्को राखिदिनु सानो यत्रो ठुलो उचाल्नु पनि गाह्रो बिचारेर खाऊ खाऊ बाबा खाइदिनु पर्छ अल्ले अब यो चिची खाऊ ल चिची खाऊ चपाउ न्याम 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 गरेर चपाउ त चोपेर अनि आमनाम गर्नुपर्छ दालमा चोपेर खा मिठो हुन्छ भात पनि खानुपर्छ नानी चिची मात्रै खानु होइन त नाम पनि खानुपर्छ यसरी यसरी बन्द यसो गरेर खानु यसरी गयो त्यो कस्तो मगायो कता फोन गर्ने कहाँ भइसक्यो त अब बन्नुपर्छ आम्मा धेरै भात नखेल न भात खेल्नु हुँदैन कल्लो हुन्छ गम खानु बाबाले त सक्कै सक्यो बाबाले कति छिटो खानु पर्यो म त बिस्तारै खानेछु नि बाबा त्यसैले सकेन भनौँ न बिस्तारै खा आरामले खा ल हुन्छ हो न पानी पनि खाऊ बाबु चिची हो त्यो चिची हो मिठो रहेछ पानी तताइदिएको नरम भएछ हजुर पानी पछाडि ल्याएछ म अगाडि ल्याइदिन्छु नि त मान मुछिदिएको नि त मैले लु पानी खाऊ न त पानी खाऊ नानी पानी खाइदियो एकचोटि यहाँ छ आखे भन तपाईँको मोबाइल यहाँ छ भन यहाँ छ बन्द भयो आफै खाने खाऊ नि त हो त्यसरी चिची यहाँ छ त खाऊ न एउटा अझै हो तताएको छैन त्यतिकै साह्रो छ हड्डी जस्तै त्यही भएर मैले पानी हालेर नुन हालेर तताइदिएको अनि चपाउँदैछ न त कहाँ सक्छ मिठो यम्मी त्यसरी खानुपर्छ हो यसरी खाऊ 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 यही नै कुर्सी टेबल अर्को भयो क्या ठिक छ चुलोको भात ठ्याक्क त्यहाँ उतो ल्याइदियो त त्यो के को खुवाउँदै मकैको उतो ल्याइदियो नि यहाँ बिसाइदियो नि अलिक अल्गो हुन्छ बिचरा अप्ठ्यारो दाल यसरी हालेर खानुपर्छ त मकैको त्यहाँ चाहिँ ल्याएर अलिकति अल्गो हुन्छ नि एउटा खानु सजिलो हुन्छ मकैमा थाल पऱ्यो बच्चा नानी अलिकति चाको पाउँछ चाक पकाल बाबा
कुटो हो तो बिछा न पहिला छोरी छोरी बिछा भने अलि अल्को भयो नि भात खाना पनि अरू चिची खाने त्यसले त चिची खान्छ कि तताइदियो हुन्छ त्यो पानी हटिएछ सब पानीमा हालेर तताइ नै ऊ त्यही कन्तीमा तता न त्यही कन्तीमा जाउमा मसिनो पारेर 4 पिस थियो 1 पिस राखेर 2 पिस 3 पिस थियो खाइसक्यो बच्चाले अनि त्यसले भन्दा बच्चाले खाएको के उसले त एक बेर खाने मान्छे भइसक्यो त्यही त खाइसक्यो क्या बाबालाई यो दाल हालिदिनु छ नुन छ बाबु यहाँ दालमा चोक्दै खान्छ त्यसले मासु त हो हेर आफै खान्छ बच्चा यिनीहरूले खुवाइ अब त आफै खान त स्कुल जाने बेलामा अब आफै खाएर त टाइम लगाउँछ त्यस्तै छुट्टीको बेला मात्रै आफै खान्छ अलिअलि खाऊ बिस्तारै खाऊ स्कुलको बेला त्यसलाई आफै खानको लागि त 7 बजेदेखि भात हुन्छ अनि आमालाई पनि उठेर अनि पकाउनुपर्छ 5 बजे भात है साना हो त हजुर हजुर बाबाले छोरी आफै भात खान्छ आजकल भन्नुभएको छोरी आफै भात म त आफै खान्छु त बाबा भन मुसेर खाऊ गम गम खाऊ तँ नमुस यो नमुस यति मात्रै मुसेको खाऊ मुसेर खाऊ ए अहिले खोजिदिनु क्या यो लुगा चाहिँ चिची बाबा तपाईँ यहाँ चाहिँ चिची चिचीको भात चाहिँ खा चिची ल्याउँदै भात मात्रै खाऊ चिची मात्रै खानु तेरीमा फटाइदिनु भात सबै मुसेर गम खाऊ न गमी गम खाऊ मामले पनि फाइदो भएको हो अहिले नसुन्नु न भन्दैछु अघिदेखि म आफै खाएँ फोहोर हुन्छ यता छुनुहुन्छ तपाईँ यहाँ छुनुहुन्छ भनेर थाहा छ अघि तपाईँ बुझ्नु भएन उसले के भन्नु थाहा छ तपाईँ यता पनि छुनुहुन्छ यता पनि छुनुहुन्छ फोहोर हुन्छ भन्नु